हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सबैजना स्वागत छ मेरो ब्लगमा। आज फेरि एउटा ब्लग लिएर आइसकेको छु। आज अस्ति नै मैले सर्ट भिडियोमा हालेको थियो त अब साथीको भाइको बर्थडेमा जाँदै थियौँ। त्यही बेला रात पनि परिसकेको थियो, त्यही भएर भिडियो ब्लग बनाउनु पाएन। अहिले साथीको माउलीदेखि अलिक जाँदैछौँ घर। उतादेखि साथीको भाइको घर आएको 4 दिन भइसक्यो। अब भोलि भन्दा 4 दिन गइसक्यो। त्यही भएर अब घरतिर लागेको छौँ। घरदेखि पनि बोलाइरहनु भएको थियो, बाबु छिटो आइज भनेर। गाडी पनि पाएको थियो। त्यही भएर अब यस्तो हिँड्दैछौँ। अब घरको रियाक्सन के हुने छ, खै पिटाइ खाइने हो कि के गरिने हो। अब जाँदैछौँ हामी। अनि गाई पनि पछाडि देख्न सक्नुहुन्छ, आउँदै हुन्छ। अनि भर्खर हिँडेको हामी हिँड्दैछौँ। अब यता कुन साइड भन्छ अरे यसलाई, कुन ठाउँ भन्छ अरे? चिलरिया भन्छ यो ठाउँलाई। अब चिलरियादेखि जाँदैछौँ हामी। चिलरियादेखि हरिपुर 8 बजे जाँदै 8 बजी हाल्छ होला। अहिले कति बज्यो होला थाहा भएन यार। कति बजी थियो? 5 बजिसकेको छ। अब 8 बज्नुवाला बाँकी छ। अहिलेको लागि यति जाँदैछौँ हामी। यता जङ्गल साइड गएको छौँ। अब यता साइडदेखि हल्का छिटो हुन्छ, उतादेखि हल्का लामै पर्छ अब बाटो। अब यतादेखि गयो भने अब अगाडिको पाटो गयो, अनि जाप्पो यता छिर्यो, अनि बासिँदै गरेर यता गयो, हल्का छिटो पुगिन्छ यतादेखि पुलमा। अनि उता साइडमा अब बिनाउना भन्छ। अब बिनाउना साइडदेखि जाँदाखेरि हल्का लामै पर्छ बाटो। अनि यता चिलरियादेखि हल्का यस्तो सर्टकट जानुपर्छ। अनि यहाँदेखि हल्का छिटै पुग्छ क्या पुलतिर। त्यही भएर यो बाटो जाँदैछौँ हामी। अब खै कति बजी पुगिने हो। अब घरदेखि पनि बोलाइरहेको थियो, अब गाली खाइन्छ होला। अब भोलि भन्दा 4 दिन कटिसक्यो। भोलि आज जाने जस्तो भोलि आउने भनेको थियौँ। के गर्नु, अब भोलि भन्दा अब 4 दिन गइसक्यो। घरदेखि अब गाली खाइनु त भयो। अब के गर्ने हो, अब केही छैन। अब गल्ती पनि अब हाम्रै हो यस्तो। एक दिन भनेर अब 4 दिन भइसकेको छौँ हामी। अब गर्ने के, अब जाँदैछौँ हामी। अब घरतिर लागेको, अब घरतिर। अब यता हेर्न सक्छु, यसलाई भन्छ अब चिलरियाको अब सर्टकट बाटो। अनि उता अगाडि भाइ धान रोप्नको लागि बिहार लगाएको छ। अब बिहार ठुलो भइसकेपछि लगाएको छ अब धान। अनि उता अगाडिदेखि एउटा के भन्छ अरे, ऊ त्यो अगाडिको होला क्या, के भन्छ अर्कै के भन्छ, त्यही आएर आएको छ। त्यो अटा चाहिँ फेरि राँगामा बसाउने, तर राँगा तान्छ। अनि पछाडिदेखि अब सामान केही छ, जग कतिको छ अब हाल्ने, त्यही हो। हामी जाँदैछौँ। अहिले हिँडिरहेको छौँ। अब यस्तै छ। अब गाउँको अब गाडी घोडा चल्ने त अब बाटो बाई हो, अब रोड बाई। अब यता बाई त्यस्तो बाटो छ। अब के हुनु, अब गाई बाख्रा चराउने, अब खेतमा के रोपेको सामान गाई बाख्रा त्यो गरेर ल्याउने, त्यही हो। गाउँको हालखबर त्यही हो। अब बजारमा अब गाडी चढ्छ, अब गाडीमा ल्याउँछ। अब यता अब त्यही हो, राँगाले उयो गऱ्यो। अनि यता अट्टा अर्कै के भन्छ त्यो मलाई थाहा होइन, नामको त्यो मलाई थाहा होइन। अहिले यस्तो जाँदैछौँ हामी। अहिले यता हिँड्छौँ। यता हल्का आधी बाटो आइसक्यौँ, हल्का छिट्टै उता बिनाउनाको भन्दा जाँदैछौँ हामी। आज अब के गर्नु, अब हिँड्दैछौँ। अब साइकल भएको भए त हल्का छिटो हिँड्नुहुन्थ्यो। अब पैदल चलो भाइ साहब, किन अब पैदल गइरहेको छौँ। अहिले थोरै काम छ, अहिलेको लागि यति। पुल पनि आइसकेको छ। म अब पुल अगाडि रहेको छ, पार्क यता छ। धेरै रहेन छन्। अब जुन दिन बिताउँछ त्यो दिन आउँछ धेरै। एकजना शनिबारतिर बस्छ, शुक्रबार 11 बस्छ, शनिबार शुक्रबार जाम्ला, अनि शनिबार हाम्रा नहीं, शुक्रबार जाम्ला, शनिबार त्यहीँ बसौँला, अनि फेरि शनिबार आइजाम्ला। ठिक हुन्छ नि हो।
शुक्रबार जाऊँ यहाँ शनिबार साँझ बिहान आइयो भनेको बिन्दै ल्याएर त्यही भएर बनाउन पार्क अन्त अब हाम्रो गाउँतिर पनि बनाउँदैछ अब पुल बनाइसकेको छ पुल अब बनाइसक्यो भने कि हल्का बनाउँदैछ भन्ने अब यतापट्टि साइडको त बनाइसक्यो अब अर्कोपट्टि साइड बाँकी छ उता पनि बन्दैछ अब उता पनि पार्क बनाउने त्यो चलिरहेको छ बिस्तारै बिस्तारै बन्ने छ अब आजकल जता कतै पनि त्यो पार्क बन्दैछ यता हेर्नु त्यो पार्कको भ्यू यो पार्कको भ्यू अहिले म थोरै टाइम पछि हालिदिन्छु अहिलेको लागि यति नै र गाइस हामी पुलमाथि आइसकेको छौँ हेर्न सक्छ पुल यो पुल रहेको छ कति भनेको थियो यार यताले थियो हेर्नु त पुल कति मिटरको छ यता पनि त्यो च्यातिसकेको रहेछ पुलको त्यो यता हेर्न सक्छ यता फोहोरमाला पनि बनाएको छ फोहोरमलाई भनेर यहाँ अब फोहोरमलाई 10 मिनट राख्यो भने अब फोहोर चाहिँ कमी चाहिँ अब नफोहोर अब फाले गर्छ अब अनि के यता तल नदी छ त्यो तल त्यो भएर यो पुल बनाएको अहिले नदी छोडिदिएको के अरे छोडिदिएको के भएको या पानी बग्दैछ त्यही हो अब यहाँ पुल पनि आइसकेको छौँ अब अझै लाग्छ होला 1-1.5 घन्टा जति अब जाने घरतिर भर्खर त पुल पनि आइसकेको छ पुलमा आइसकेको अब हिँड्दैछौँ पुलहरू कति 500 कति मिटरको छ म तपाईँहरूलाई भिडियो देखाइसक्यो होला हेर्नुभयो होला फुलहरू कस्तो छ भनेर अनि यो पछि मैले अर्को भ्लग ल्याउने छु अब अन्टीको घर जाने अन्टी घर जाँदै गरेको एउटा भ्लग ल्याउने छु सबैजनाले स्टार सपोर्ट देखाइदिनु होला तपाईँहरूले मेरो सर्ट भिडियोमा धेरै सपोर्ट गर्नुभएको छ सबैजनालाई धेरै धेरै धन्यवाद छ यसै गरेर अब सपोर्ट गर्दै जानु होला धन्यवाद भन्न चाहन्छु अब अझै हिँड्नुपर्छ अहिलेको लागि यति अहिले थोरै अब टाइम पायो भने बनाउने छु ब्लग अहिलेको लागि यति अपुलको पल्लो आइन्छ अब यहाँ अब धेरै छैन टाढा घर जाने अब तपाईँहरू सक्नुहुन्छ पुरा हरियाली तपाईँहरू पनि आउनुहुन्छ यता घुम्न मन छ भने यता घुम्न आउनलाई तपाईँहरू पनि कोही आउन चाहन्छ भने यस्तो मलाई कमेन्टमा मेन्सन गर्नु होला अब म पनि घुमाइदिनु सक्छु हल्का टाइम पायो भने यता भाइ हल्का लग्न पर्छ भने यता क्यामेरा पनि जोडेको छ अनि यता लाइट सुविधा पनि छ अनि यता पार्क पनि छ घुमघाम गर्ने हाम्रो गाउँमा पनि बनाउँदैछ पुल अनि पार्क पनि बनाउने गरे यता पनि भन्छु त उता पनि आउन सक्नुहुन्छ तपाईँहरू घुम्न उता पनि उताको पार्कको पनि मैले बनाएर हाल्छु अब कहिले बन्छु त्यो त थाहा होइन बनाएर हाल्छु हल्का ढुक्कको हुन्छ नि अब घर नजिकै छ भनेर अनि उता अगाडि जङ्गलदेखिबाट नि अब त्यतिदेखि जाने उता भाइ मान्छे पनि गएको छ अब के गर्नु अब सर्टकट हान्नु पऱ्यो अब दाइलाई फेरि कति मम्मीले फोन हाने गर्नुभएको छ छिटाइ घरमा काम छ भनेर भएको छ अब हिँड्दैछ मलाई पनि त्यस्तै हो मैले त बेस्टमा राखेदेखि के गरेर मेरो फोन आएको थियो त त्यही हुँदैछ अब थोरै ड्यामेज मिलाउनु अहिले
अब गाइस हामी जङ्गलभित्र आइसकेको छौँ। अब थोरै अब बसिरहेको थियौँ। अब हिँडेको छौँ। अब घर जाँदैछौँ। अब जङ्गलभित्र आइसकेको छौँ। अब धेरै टाढा छैन अब घर। अब लाग्छ होला 15-20 मिनट जति। अब हिँड्दैछौँ हामी। चार्ज भनेर तेरो लगाएको खै मेरो यहाँ लगाएर हिँडेको छु। अब चार्ज नभएर के अब चार्जै छैन क्या। अब चार्ज त थियो। अब लडाएको त राखिदिनु साथी मामाले बल्ल बल्ल खोज्यो चार्ज लगाएको। अहिले पावर ब्याङ्कमा चार्ज लगाउँदै अब भ्लग बनाउँदैछु मैले। अहिले मोबाइलमा चार्ज छैन। जङ्गल साइड आइसकेको छौँ हामी र यतापट्टि स्याडबै मान्छे घाट छ। अब के गर्नु अब सर्टकट बाटो हिँडेको छौँ। अब यतादेखि अब सजिलै लाग्छ। अब यतादेखि हल्का छिटो पुगिन्छ। त्यही भएर यतादेखि जाँदैछौँ हामी। धेरै टाढो छैन। अब यो जङ्गल कटाएपछि अगाडि खोला रहेको छ। अब खोला कटाउनु पर्छ। अनि खोला कटाएपछि अब आफ्नो गाउँमा पुगिहाल्यो। आफ्नो गाउँमा पुगेपछि हल्का हुन्छ नि रिल्याक्स। अब घर पुग्दैछौँ भनेर जाँदैछौँ हामी। अब अझै तपाईँ गाई बल्लाहरू चढाउँदैछन्। अब खोइ कति 6-7 जति त बजेको होला। अब हामी जाँदैछौँ। सक्नुहुन्छ यताबाईको भ्यू। र मैले यताबाई एउटा भ्लग बनाउँदाखेरि हल्का साउन्ड आएको थिएन। के हालेको थिएँ तपाईँले हेर्नुभयो होला। त्यो दिन हावा चलिरहेको थियो। त्यो बेला हावा चलिरहेको थियो। अब त्यो दिन पनि भिडियो लामो बनाएको थिएँ र त्यो दिन पनि बन्न सकेन। धेरै लामो हावाहरू चलिरहेको थियो। त्यही भएर भ्लग त बनाएको थियो। साउन्डै आएन। साउन्डै नआएर त्यो भयो। अब त्यो भएर अब आज चाहिँ हावा चलेको छैन। आज चाहिँ पर्फेक्ट भ्लग आउनेछ। आजको भ्लग धेरै लामो हुनेछ। सबले हेरेर मनोरञ्जन गर्नु होला। र मेरो युट्युब च्यानलमा नयाँ हुन्छ भने सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो भन्न चाहन्छु म। अब मेरो ड्रिम चाहिँ भनेको भ्लगर भन्ने हो। त्यही भएर अब भ्लग अब सानैदेखि भ्लग गर्दै हिँडेको छु। अब कुन दिन अब सक्सेस हुनेछ भन्ने आशा गरेको छु। तपाईँहरूले पनि साथ गर्नुहुन्छ भन्ने आशा छ मेरो। यो आशाले नै अब भ्लग बनाउन सुरु गरेको। अब राम्रो मोबाइलको राम्रो कन्डिसन नभए पनि अब भ्लग बनाउने जारी रहेको छ। भ्लग बनाउँदै हिँडिरहेको छु। कुन दिन सफलता मिल्ला भनेर। यो अब तपाईँले धेरै साथ सपोर्ट गर्दै जानुहोस्। अब अनि मैले पनि हल्का राम्रो भ्लग ल्याउने कोसिस गरिरहेको छु र ल्याउने पनि छु। अब धेरै नै अब 10-12 दिनपछि एउटा भ्लग ल्याउने छु। अब आन्टीको घरमा जानेछु। अब बहिनीलाई कपडा सपडा किनिदिने। अब बहिनीको कपडा सपडा पनि पुरानो भइसकेको छ। अनि भोलि पर्सितिर म पैसा निकाल्न जानेछु सम्झुगञ्ज दाइसँग। अनि यतादेखि पैसा निकालेर अब 3-4 दिन अब जति स्कुल जान्छु। अब त्यस्तै भोलितिर एउटा भ्लग ल्याउने छु स्कुल जाँदै गरेको। सबले हेरिदिनु होला। यो भ्लग चाहिँ आज अपलोड हुनेछ। सबैजनाले हेरेर मनोरञ्जन गर्नु होला है त। अहिले हामी खोलातिर आइसकेको छौँ। हेर्नुहोस् कुन चाहिँ तपाईँ खोला। यो खोला भन्छ ठुलै खोला भन्छ। अर्को नाम भन्छ। यो अर्को के खोला भन्छ मलाई थाहा भएन। हामी जाँदैछौँ। यो चाहिँ अब जहिले पानी पर्छ नि त्यो बेला भत्मै ठुलो खोला आउँछ। अनि ठुलो खोला आयो भने यो 15-16 मिनटमै सुकिहाल्छ। यो धेरै ठुलो खोला आउने र अनि एकैछिनका सुकिहाल्ने गर्छ। कहिले काहीँ चाहिँ त मजा आउँछ यो खोलाले गर्दा पनि। स्कुल जान गाह्रो लागेको बेला हल्का खोला आइदिएको हुन्छ। त्यही बेला मजा लाग्छ खोला आएको पनि। खोला चाहिँ अब नआउँछ भन्ने छ। अब के गर्नु आउँछ। अब पानी पर्छ अनि आउँछ उता। आज पानी पर्ने जस्तो मौसम गरिरहेको छ। हामी त पानी पऱ्यो भने त फेरि उता फर्किनु भनेको थियौँ। अब घरको गाली सुन्यो उतै फर्किने भनेको थियौँ हामी। अहिले यसो हिँड्दैछौँ। आज पानी परेको छैन। अब पानी खै कतितिर पर्ने हो त्यो चाहिँ थाहा भएन। लाइन गयो भने अब भ्लग अपलोड हुन सक्दैन होला। त्यही पनि कोसिस गर्नेछु। अब जतादेखि पनि त्यो भयो भने कोसिस गर्नेछु र आज भ्लग अपलोड गरिनेछु। सबैजनाले साथ सपोर्ट गर्नु होला भन्ने आशा गरेको छु। अहिले त खोलाबाई आइसकेको छौँ। हामी हेर्न सक्नुहुन्छ खोला। हामी
दाइ पनि अब मोबाइल हेर्दै हिँड्दै हुन्छ दाइको फोनमा पनि चार्ज छैन र अब चार्ज लगाएर चार्जै नलाग्ने अब खै 4% कति बेलासम्म भ्याउने हो दाइको मोबाइलमा चार्ज अनि के भन्नु अब लागेको बेला पनि नलागेको त अब रिस उठिहाल्छ चार्जै लागिरहेको छैन रहेछ अब चार्ज लगाएको 1-2 घन्टा भइसक्यो यस्तो डुल्दै थियौँ हामी तपाईँ भएको बेला अब दाइकोमा बेला डुल्दै थियौँ अब मोबाइल फोन चार्ज लगाएको चार्जै लागेको रहन्छ म के गर्नु अब चार्जै लागिरहेको रहन्छ अब आज पानी पर्ने जस्तो मौसम गरेको छ अन्त पानी पर्न पनि सक्छ होला खै त्यो चाहिँ थाहा छैन नपर्न पनि सक्छ अनि उता अगाडि एउटा हाम्रो गाउँमा पुल बनिरहेको छु त्यो देखाउने छु म तपाईँलाई अहिले यता खोलाको बिचतिर छु अहिले उता गयो भने देखाउने छु अनि उता हाम्रो गाउँमा उतापट्टि साइड त बनाइसकेको छ हाम्रो गाउँ साइड अब यतापट्टि मदुवा साइड भन्छ अनि यता भर्खर बनाउनु सुरु गरेको छ अब यो जेठ असारको महिनाभरि फाइनल गर्नु भनेको छ अब के हुन्छ फाइनल भयो भने त अब सजिलो हुन्छ हामीलाई पनि अब हिँड्दै जाने बिहान 8 बजीतिर जानुपर्छ स्कुल हिँड्दै जाने अब कहिले खोला आइहाल्यो भने त अब जाम हुन्छ स्कुल नजाने कता साइड जाने एउटा खोलाको बिचतिर आइसकेको खोला चाहिँ जाने बाटोतिर माथि सरेपछि हल्का टाढै पर्छ अब खोलाको यस्तो सिधा खोलाको बिचमा नि आइसकेको छौँ र ब्लग बनाउँदै हात पनि पाटिसक्यो अहिलेको लागि यति लगायत म यता पुलतिर आइसकेको छु अब गाउँतिर आइसक्यो अगाडि छ पुल पुरा देखाउँछु तपाईँलाई भ्यू पुलतिर आइसकेको छु दाइ पनि घर गइसक्यो साँतिर भेटौँला भन्छ खै साँतिर भेट्यो भने अब स्कुल जानुपर्छ त्यो भएर अब घरतिर भिडियो एडिटिङ हान्दै अब सुतिहाल्छु होला अब भिडियो अपलोड चाहिँ गरेर सुतिहाल्छु भोलितिर बिहान 8 बजीतिर स्कुल जानुपर्छ त्यही भएर गेम खेल्थेँ मैले फ्री फायर भन्ने अब यस्तो बिहान 8 बजीतिर स्कुल जानुपर्छ त्यही भएर गेम पनि छाडिदिएको भयो अब 2-3 दिन भइसक्यो त्यही भएर आजकल ब्लगमै लागेको छु अब ब्लग बनाउनु पर्छ यो मेरो करियर हो भनेर बनाउँदैछु मैले अब हेर्न सक्छु उता गरी एउटा जग बनाइसकेको छ अनि एउटा उता जग छ अनि उता पल्लोपट्टि साइड चाहिँ भर्खर बनाउनु सुरु गरेको छ
उता अब असारको महिनातिर फाइनल गर्छ भनेको थियो। अनि हेर्न सक्छ यता पिल्लर बनाइसकेको थियो। यो चाहिँ एउटा झुलिङ्गे पुल भन्ने सुन्नुभयो होला, झुलिङ्गे पुल हालचियामा, झुलिङ्गे पुल हालचियामा। अनि झुलिङ्गे पुलको यतापट्टि अगाडि साइड छ, अगाडिपट्टि साइड झुलिङ्गे पुल हालेर अनि त्यो तार हुन्छ नि झुलिङ्गे पुलको तार चाहिँ यता अड्काउँछ, झुलिङ्गे पुलको तार यता अड्काउँछ। अनि उतापट्टि साइड पनि बनाएको छ अर्को। अब दुइटै चाहिन्छ नि तार, अब यतापट्टि हाल्ने अनि उतापट्टि हाल्ने, दुईपट्टि तार चाहिन्छ। त्यो भएर हल्का मजबुत बनाउनु पर्ने, अब टिकाउनु पर्यो, त्यो भएर बन्दैछ यता पुल। अनि यो अगाडि पुलको माथि चढ्छु म, तपाईँलाई देखाउँछु कस्तो छ भनेर। अरे यार कस्तो साहस बढेको, जान सक्नुहुन्छ। पुल यस्तो बनेको छ। अब माथि चढ्नुको लागि पनि यता यस्तो बनाएको छ, हेर्न सक्नुहुन्छ। यस्तो बनाएको छ माथि चढ्नुको लागि पनि। म माथि चढ्दैछु, माथि चढ्नुको लागि यस्तो बनाएको छ पुल। पुल चाहिँ मस्तको छ, पुल बनिसकेको छ, हेर्न सक्नुहुन्छ। यहाँ पुल बनेको त छैन अझै, भनौँ। अनि यहाँ चाहिँ तार अड्काउँछ, अनि यतापट्टि चाहिँ त्यो हुन्छ त झुलिङ्गे पुलको त्यो अड्काउँछ, यता पनि त्यही हो। अनि उता अगाडि साइड हेर्न सक्नुहुन्छ, उता पनि बनाइसकेको छु। त्यो ब्रिज भन्छ के भन्छ, त्यो पोल जस्तै त्यो बनाउँछ। अनि उता अगाडि चाहिँ एउटा मन्दिर बनाउँदैछ, अनि यता भाइ यसैको तार अड्काउने बनाउँदैछ। गाउँमा विकास हुँदैछ जे होस्। अब पुल बन्दैछ, अब मन्दिर पनि बन्दैछ। पहिला भवन पनि थिएन, भवन पनि बनिसकेको छ। अब बिस्तारै यता पार्क पनि बनाउनु भनेको छ। अब पार्क पनि बनाउँछन् होला, त्यो चाहिँ मलाई थाहा भएन। पार्क बनाउँछन् त भनेको थिएँ, बनाउँछन् पनि होला, त्यो चाहिँ थाहा भएन। जोस् बाइ द वे त्यो पार्क भन्यो भने अब यतै घुम्ने हुन्छ। अब उता पनि कति जानु, हल्का जानु पनि टाढै छ। उता विनोद पार्क जानु पनि यो चाहिँ यस्तै 1 घन्टा जति लाग्छ। 1 घन्टा भने के भन्नु, 1.5 घन्टा जति लागिहाल्छ। अब साथीभाइहरू पनि हुन्छ नि, बोल्दै हिँड्नु पर्छ, त्यो भएर 1.5 घन्टा जतिमा पुगिन्छ। अहिले यस्तै हिँडिरहेको छु म। उता अगाडि स्कुल बन्दैछ, अहिले लागि यति। अहिले गाइस म घर आइसकेँ। अब घर आइसकेँ, अब दाइ कता गएको छ, अब कहाँ गर्नु गएको छ अझै आएको छैन। आजको ब्लग यति नै रहेको छ। टाटा बाइ बाइ, टेक केयर। अब ब्लग आउनेछ, सबैजनाले हेरेर सार सपोर्ट गरिदिनु होला। टाटा बाइ बाइ, टेक केयर।